यो चाहिँ ओबेर्सडोर्फ। यहाँबाट ट्रेनबाट झरिसकेपछि यहाँ हुँदै आजको हाम्रो यात्रा सुरु हुन्छ। अब हामीले उता उता हेर नि त्यहाँ एकपल्ट आयो। हेलो, यो पनि राम्रै हो र मेरो वाइट मिल्क कफी। यता हेर त, यो ल यहाँ भोटेनी आउनु भएको छ शिलाजित लिएर भेट्नलाई। कहाँ हो? मेरो पनि खतरा देखिन्छ है। दुईजना भोटेहरू भएर यार्सा गुम्बा र शिलाजित बेच्न हिँडिरहेको छौँ। तपाईँहरूको गाउँघरतिर आउनेछौँ, यसो ख्याल गर्नु होला है। हेर है, हेर म्याप। हेलो भोटेनी। बाटो यस्तो छ, यस्तो कडावाला छ बाटो। हावाले उडाइदिन्छ है।
कस्तो चिप्लो चिप्लो छ यार बाटो त छिटाउ छिटाउ हामीलाई बाटो दिएको छिटाउ बाटो त यताको नेपालको जस्तै पुरै छ हो हेलो चिप्लो होला जस्तो कि है तर जुत्ता अलि चिप्लो भएको छैन धन्न खतरा छ बाटो चाहिँ बाटो मैले देखाउँछु है बाटो यहाँबाट जानेको हेलो मैया के आफ्नै धुनमा छ त आइसक्यो यहाँ पछि यो बाटो चाहिँ साइकलहरू लिएर हिँड्नु मिल्नेवाला रहेछ हामी यहाँबाट आयो र अब चाहिँ साइकल लेन हुँदै हाम्रो यात्रा फेरि गन्तव्यतिर सुरु हुन्छ वाटरक्राफ्ट उन नाटुवर अब गुई हिँड्ने हो आज फेरि हामी अझै फर्किनुपर्छ स्टुटगार्ट घर किनकि हामी अझै फर्किने भन्ने प्लानले आएका हौँ
के भयो जय नेपाल कस्तो भइरहेको छ हजुरको हाइकिङ राम्रै भइरहेछ बल्ल 1 घण्टा भयो हिँडेको थाकिसक्यो पसिना आइसक्यो हैन धेरै गाह्रो चिप्ले किरा साथीहरू चिप्ले किरा लौ लौ आई लभ यू 360 भ्यूज हेर्नुस् यहाँ चाहिँ केबल कारको एउटा रोक्ने ठाउँ रहेछ अहिले आउँदा जाम्ला ल हामी त रुबी होम पो जानु हो त भाइ मेरो भन्दा उज्यालो देख्दैछौ उज्यालो त के देख्यो होला मैले यहाँ त देखेछु मेरो त घाम मेरो त बवाल धन्य गाईले त्यो किन आएको यहाँ खासमा खतरा भ्यू देखिन्छ है साथीहरू तर आँखाले देखिए जस्तो खालको त हुँदैन भिडियो हामी जानेछौँ माथि डाँडामा यहाँ गाईहरू कति धेरै हुँदो रहेछ यति छोडिदिन्छ कि यहाँ आगे से बिचरा यहाँ भोक लागेर लालाक मुलुक भएर खाइरहे मसँग झगडा गरेर सक्ति नै छैन भनेर खाइबस्नु भयो
के हो कतिखेर अझ त्यत्रो उकालो हिँड्न हामी माथि कहाँ हो यहाँबाट अझै देखिन्न त्यो यस्तो टावर जस्तो छ क्या है चक्लेट झिक न ल साह्रो थाक्यो धन्न ठाडो उकालो देखाउनु पर्ने चक्लेट खाइयो हल्का फलफुलहरू खाएपछि अलिकति एनर्जी आयो नत्र भने त हिँड्नै नसकेको ओहो भोक लागेर बिहानै पनि केही नखाएर हिँडेको त्यहाँ ओएस डोर्फमा आएर सानो दुईवटा ब्रेड अनि कफी मात्र खाएको त्यसले के हुन्छ एक थाल भात बजाउने बानी लगाएको यस्तै छ हामी नेपालीहरूलाई गाह्रो छ यस्तो उकालो छ छम्रोङको उकालो जस्तो एबिसी जाँदाखेरिको थाकिसक्यो यस्तो ठाडो छ उकालो पनि आम्मामा कस्तो छ हालत थाकेर बोल्ने सास पनि आएको छैन साँच्चै थाकिने रहेछ लास्टै थाक्यो सानो मान्छे अगाडि छोटो हुन्छ होला हामी एबिसी जाँदा 3 दिन फर्किँदा 5 दिन सरी जाँदा 3 दिन फर्किँदा 2 दिन गरेर टोटल 5 दिन हिँडेको थियौँ तर यहाँ आज 1 दिन हिँड्दा नि यस्तो थाकियो कि त्यो एबिसीको लेखी चाहिँ यो हिँडाइ हिसाबले केही पनि होइन तर खै अब ग्याप भएर पनि होला यस्तो थाकिएछ नि ओहो ठाडो उकालो छम्रोङको जस्तो ठाडो उकालो त होइन कि तर झन्डै त्यस्तै उकालो हो तर लास्टै थाक्यो नि कडा छ यहाँ यस्तो स्टिफ यस्तो छ र धन्न झुन्डिनु सजिलो छ ऐट साँच्चै खतरा रहेछ उकालो त एनर्जी नै छैन यार झुन्डिनु परेछ यहाँ तान मलाई तान यसले खिच्देऊ माथि आयो अब देखाउ त हजुर यस्तो छ भ्यू आमामामा यहाँबाट हामी त्यहाँ तलदेखि आएको त्यो तल के भन्छ ओभरस्टोरदेखि डाँडामा छ कि के हो त्यो यार त्यस्तो डाँडामा घर छ यार कहाँ छ घर माथि हेर न ए त्यहाँ देखेँ यहाँ तल त भिड अझै माथि जाने हो त्यो अनि हो माथि डाँडा होला सायद ऊ त्यता गए नि हुन्छ होला यतै ओके मेरो चाहिँ 1 फुट भइसकेको छ 20सम्म त पुर्याउनु भएन फोटो खिच्न मात्रै राख्नु भरे फेरि फेरिदिनु भन्नु मिल्दैन भिडियो बनाउन यो कालो भन्दा अलिकति 10 सेकेन्ड
यताको बाटो देखाएको त खुट्टा कामेर हिँड्न नि सके छैन चार्ज गर्नुहुन्छ त्यो केटोले चार्ज गरेर ओके के हो यस्तो झुन्डिन पर्ने छ यहाँ त राइट क्लाइम्बिङ जस्तो भयो क्या रक क्लाइम्बिङ है तिनीहरू उता गयो है म त पनि रहेछ नि त्यहाँ के हो त्यो खास त्यता होला कि उहाँ हेर न खै त्यो देखेको थियो कि मैले त उता डाँडामा क्या खै त्यो सोलर होला त्यो छ नि चिन्न प्लस उम्. त्यो देखेको थियो कि गुगलमा It's been homeless. खडा उकालो छ फोटो पनि खिच्नु धन्न समात्ने छ र न त नसकिने हिँड्न पनि आमा कति उकालो हत साह्रो रक क्लाइम्बिङ टाढै उकालो कडा छ उकालो यस्तो टेक्नी छ
त्यहाँ तल ताल रहेछ है त्यही हो गाई छ त्यता माथि जाने होला यहाँ गएर बस्नु एकछिन है यही हो हाम्रो डेस्टिनेसन डाँडा रुबी होन डाँडा भनेको यही हो यस्तो छ यहाँबाट हामी चाहिँ अहिले माथि रुबी होनबाट लगभग 1.5 घन्टा लाग्यो फर्किँदा यहाँबाट फर्केर हामी फेरि एउटा यहाँ ताल छ जे भन्छ त्यहाँ गएर हल्का अब भिडियो फोटो खिच्ने बनाएर हामी चाहिँ फेरि फर्किन्छौँ ल थकी लागेछ हो कस्तो भयो त आजको यात्रा हो ठिक छ जाँदा हामीलाई कति समय लाग्यो 3 to 3.5 लाग्यो 3.5 hours हो अब फेरि अर्को के भन्छ जे आल्छ कस्तो छ बाटो रमाइलो छ रमाइलो लाग्यो सजिलो छ तर यो यहाँ है फेरि माथि गाह्रो छ माथि गाह्रो छ कस्तो गाह्रो छ उकालो छ एकदम गाह्रो कस्तो गाह्रो उकालो हातै उकालो 4 खुट्टाले लिएर हिँडेको छ हात खुट्टाले होइन ठिक छ अब हामी ताल हेर्न जाँदैछौँ ताल नाट्योर एयरलेबनिस ज्याल्जे अनि यो बान हो ओभरस्टफ भनेको यहाँको यो चाहिँ ओभरस्टफ भन्ने यो ठाउँको बान भयो हामी चाहिँ आज कहाँ पुग्यौँ यहाँ ओभरस्टफबाट हामी यसरी गएको यताबाट गएको हामी यसरी यो हुँदै यस्तो यस्तो हुँदै गाइज यहाँ रुबी होनमाथि यहाँसम्म गएको हामी यहाँबाट हो तर यो ठाउँमा पुग्यो अब मासतिर के छ थाहा भएन हामीलाई यहाँसम्म पुग्यो यहाँ चाहिँ नेभल होन हो यो नेभल होम तर अर्को ठाउँबाट जान्छ हामी चाहिँ ब्याक हुँदा चाहिँ हामी यसरी आउनुपर्ने तर एकदम टाइम लाग्छ भनेर हामी फेरि फर्कियौँ तर अलि उस्तै होला जस्तो लाग्यो हामीलाई थाहा भएन तर धेरै नरहेछ नि त 1957 मिटर अब फेरि हामी अहिले यहाँको के भन्छ जे आल्जे यहाँ जान थाल्यो यति पानी केबाट आएको यो यस्तो पानी रुभित्रबाट यस्तो क्लिन पानी छ
मजाले हिँडेर आइसकेपछि टाढो देखिने भएपछि यसरी सुत्नुपर्छ यतातिर